पहाडी खोला छ, खोलाको उँभोपट्टिको भूभाग छ उँभो खोला, उँधोपट्टिको भूभाग छ उँधो खोला, खोलावारीपट्टिको भेग छ वारी खोला, पारीपट्टिको भेग छ पारी खोला, चारै दिशामा बाक्ला गाउँहरू छन्। उत्तरतिर युगौँदेखि उभिएको कहाली लाग्दो कालो पहरा छ, यो चट्टानी पहराको नाम गिद्धे पहरा छ। पहरामा युगौँदेखि गिद्धहरूको बास छ, ती बुढा गिद्धहरूलाई पुरै थाहा भएको सिङ्गो गाउँको इतिहास छ। यसै मेसोमा जिज्ञासु युवा गिद्धले बाजे गिद्धलाई अचानक सोध्यो, बाजे, यो गाउँ किन यति सुनसान छ? मानिसहरू किन यति सुस्त छन्? बाजे गिद्धले जवाफ दियो, नाति, पहिलो यो गाउँ यस्तो थिएन। युवाहरूले भरिपूर्ण एकदमै गुल्जार थियो। आजभोलि विदेश जान नसक्ने बुढाबुढी, बालबच्चा, अशक्त र गरिबहरूको बस्ती भएको छ। अब यो कुरुवाहरूको गाउँ हो। यस्तै पारा हो भने छिट्टै देशै कुरुवाहरूको मात्र हुनेछ र बन्नेछ कुरुवाहरूको मुलुक। नाति गिद्धले उदेक लाग्दो पाराले सोध्यो, अनि हामी? बाजे गिद्धले भन्यो, अनि हामी कुरुवाहरूको देशका गिद्ध। नाति बाजे एकअर्कालाई हेर्दै खित्तितित्ति हाँसे। भित्ताको झुसिल किरालाई किन किन नाति बाजेको त्यो हाँसो विभत्स प्रतीत हुँदै थियो।